यो चाहिँ बोङलिङ भोजपुरको बोङलिङ टार गाउँ हो। एउटा रुख यहाँ छ, यो 150 वर्षभन्दा अगाडिको रुख, आँपको रुख। यसरी आँप लटरम्मै फुलेको छ र त्यसमा एउटा हाँगो यसरी झरेको छ है। यस्तो तल 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 झरेर यो यहाँबाट झरेर 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 तल झरेको छ अनि तल झरेर चाहिँ यसरी माथि उठेको छ। त्यहाँ पनि मजाले आँप फुलिरहेको छ। आँपको आयु पनि यति लामो हुँदो रहेछ है। यस्तो ठुलो अजङ्गको आँप छ, आँपको रुख। मेरो श्रीमानले भन्नुहुन्थ्यो उहाँहरू सानो हुँदा पनि यस्तै थियो, अहिले पनि यस्तै छ यो रुख। हेर्नुहोस् त, यसरी खिचिरहेको छु। अनि तल चाहिँ शङ्का खोला है। छङ 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 बगिरहेछ, सिमल फुलिरहेछ। यो हाम्रो गाउँघरको मूल घरको बोट बिरुवा अरू तल शङ्का खोला, सिमलको फुल छ। यो रुखपात यसरी तल तल सिमलको फुल, सिमलको फुलको बोट, शङ्का खोला। यहाँ पर हावा घर देखिँदैछ। यसपालि हाम्रो मृतकहरूको नाममा यो हावा घर बनाइएको छ। यो यसरी पर हाम्रो मूल घर देखिएको छ। यो धेरै वर्ष पहिला बनेको यो मूल घर। अब हाम्रो हावा घर चौतारीतिर जाँदैछौँ। यहाँ चाहिँ शङ्खुवा खोला, पारी मालिन्टा, त्यहाँबाट उता जाँदा चाहिँ फेरि माङ्तेवातिर जाने सल्लेरी। चाहिँ हाम्रो हावा घर मृतकहरूको नाममा बनाएको। शङ्खुवा खोला कल 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 परेर बगिरहेछ। पर झेलुङ्गे पुल, रेली ब्रिज, हाम्रो बारी। कति राम्रो दृश्य। हावा घर। हजुरहरू ठिकै हुनुहुन्छ? ल, दर्शन नमस्कार हजुरहरूलाई। हजुर हजुर हजुर, यहाँ चाहिँ हाम्रो मृतकहरूको नाममा बनाएको यो चौतारा। यता चाहिँ पाक्दै छ खानपिन। आज हाम्रो पञ्चौली गरेको। अब यहाँ खानपिन त नि के गर्नु हुँदैछ? लु के पकाउनु भएको? लु त नमस्कार, दर्शन नमस्कार हजुर। के हो खै हेरौँ त यहाँ के पाक्दैछ? ए खानाको लागि पानी हो। ओहो ल ठिक छ ठिक छ। चामल भिजाएको छ। ल ल यहाँ आज ल्यायो कि ल्याएन हो? अघि पो आइसक्नु भएछ त। यहाँ पाक्दैछ। यहाँ धारा पनि ल्याउनु पर्ने। यो चाहिँ दाना सुकाएको कि क्या हो? यहाँ दाना सुकाएको रहेछन्। यहाँ भुइँभरि दाना छ। दाना सुकाएको यो रुद्राक्षीको दाना। चाहिँ हाम्रो गाडी पारी यो बोङलिङ।
हाम्रो घर यहाँ कटर यहाँनिर भुइँ कटर फल्दैछ फुल्दैछ। यो पछाडिको भाग हो घरको। यसै पछाडिबाट हो। अब यहाँ आइजाई निम्ताहरू धेरै आउनु हुँदैछ। यही आँगनमा यसरी मूल घर। सबैलाई धन्यवाद। नानी पकाउनु हुँदैछ? ए धन्यवाद। यहाँ हाम्रो मूल घर भोजपुरको बोगलीटारमा आएर सानो भिडियो बनाएको। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू।